दर्शकबिन दर्शन नमस्ते फ्रम आज हामी चाहिँ नुवाकोट है त ठ्याक्कै यताबाट यहाँबाट यहाँ सिमाना छ त्यो सिमानाबाट यता नुवाकोट यता चाहिँ काठमाडौँ है। आज हामी सबैजना फ्यामिली मिलेर माछा खाने कार्यक्रममा छौँ। माछा खानाहरू छ, हामी सबै सिनहरू देखाउने छौँ है। अहिले यो चोटि चाहिँ पाल्नपट्टि चाहिँ यो महानगरले थालेको भत्काएको रहेछ। यतातिर सिनहरू हेर्नु त पुरा गाउँको भाइब्स दिन्छ। यहाँ आएपछि एकदम रमाइलो छ। तपाईँहरू पनि आउनुहोस्, एकचोटि भिजिट गर्नुहोस् है त। बाँकी कुरा भिडियोमा है। यो माछा खान जाने बाटो है। कस्तो छ नि जङ्गल हो, कति राम्रो हो जङ्गल यार। यहाँ त सर्पहरू पनि हुन्छ फेरि। यताको सिन हेर्नु त साथीहरू के भएको रहेछ। यत्रो चाहिँ महानगरले पनि नफाल्नु पर्ने है। महानगरले नै फालेको क्या चाहिँ यस्तो भएको रहेछ। यो यता नुवाकोट है, यो गेटबाट यता नुवाकोट, यता चाहिँ काठमाडौँ। तँसँग नै जाने मानिएको छ के त्यो पप्पीले। पप्पी हो नि त पप्पी। यहाँ भालेर हेरेर त विमला, भालेर हेर। यो चाहिँ माछाको आइटम होइन। हाम्रो माछा पुरै आइसक्यो हो। खाना सेट हो। हजुर 2 किलो, 1 किलो 900 ग्राम। यहाँको भ्यूहरू है। भालेहरू यार, कति धेरै भालेहरू त। ठुल्ठुला छन् भालेहरू। नाम पनि लेखेको छ रोहित। रोहित विशाल यिनीहरूको नाम हो, रोहित विशाल है यो फलको नाम। ल भयो, अब जाम। अब खेला त खेला 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 त। हामीले खान नसकेको माछा यति धेरै माछा, 3 किलो माछा खानै सकिएन। 1 किलो त बच्यो। प्याक गर्न पठाऊ ल। समात समात त समात। कति राम्रो दृश्य छ यहाँ।